त्यस घटनापछि पनि उनीहरूले कसैलाई केही नभनेर सामान्य व्यवहार गर्ने प्रयास गरे। त्यही रात बुबाले दुवै दिदीभाइलाई बाहिर रेस्टुरेन्टमा खाना खान लैजानुभयो। सबैजना खुसी साथ टेबलमा बसे। केही बेरपछि बुबाले आफ्नो मनपर्ने परिकार काँचो सिपी ओइस्टर सासिमी अर्डर गर्नुभयो। खाना टेबलमा आइपुग्दा केटाको अनुहार फिक्का भयो। त्यस्तो काँचो परिकार उसले कहिले देखेको थिएन। उसकी दिदी पनि आश्चर्यले त्यसलाई हेरिरहेकी थिइन्। तर बुबा भने निकै स्वाद मानेर खान थाल्नुभयो। केटाले पनि साहस गरेर एउटा सिपी उठाउन खोज्यो। त्यही बेला बेपुले त्यो दृश्य देख्यो। उसलाई त्यो परिकार मानिसले खान मिल्ने जस्तो लागेन। त्यसैले उसले चुपचाप जादु प्रयोग गर्यो। अचानक काँचो सिपी स्वादिष्ट स्यान्डविचमा बदलियो। अर्को क्षण बाँकी परिकार पनि आकर्षक सुसीमा परिवर्तन भयो। दुवै दाजुभाइ निकै खुसी भए। उनीहरूले मिठो खाना खान थाले। तर त्यही बेला एउटा वेटर उनीहरूको टेबलमा आयो। उसले गम्भीर स्वरमा भन्यो, माफ गर्नुहोस्, हाम्रो रेस्टुरेन्टमा बाहिरबाट खाना ल्याउन अनुमति छैन। अचानक यस्तो आरोप लागेपछि बुबा अलमलमा पर्नुभयो। उहाँले धेरै सम्झाउन खोज्नुभयो कि उनीहरूले बाहिरबाट केही ल्याएका होइनन्। तर हतारमा बोल्दै गर्दा उहाँको हातबाट प्लेट खस्यो। खाना उछिटिएर छेउको टेबलमा बसेका एक धनी ग्राहकको कपडामा पुग्यो। उनी रिसले चिच्याउन थाले। रेस्टुरेन्टका कर्मचारी पनि त्यहाँ जम्मा भए। अन्ततः गलतफहमीका कारण उनीहरूलाई एउटा सानो अँध्यारो कोठामा राखियो। कोठाभित्र पुगेपछि केटा र उसकी दिदीले अब सबै कुरा बुबालाई बताउने निर्णय गरे। उनीहरूले बेपुको वास्तविक परिचय र उसले प्रयोग गर्ने जादुबारे सबै कुरा विस्तारमा सुनाए। सुरुमा बुबाले यो कुरा पत्याउनै सक्नु भएन। तर आफ्नै आँखाले बेपुलाई देखेपछि उहाँ पनि अचम्म पर्नुभयो। अब त्यहाँबाट बाहिर निस्कने एउटै उपाय थियो, बेपुको जादु। बुबाले बेपुसँग सहयोग माग्नुभयो। बेपुले आँखा बन्द गर्दै मन्त्र उच्चारण गर्यो। एक्कासी उज्यालो चम्कियो। अर्को क्षण उनीहरू तीनैजना हजारौं गुणा साना भइसकेका थिए। अब त उनीहरू सजिलै ढोकाको सानो प्वाल हुँदै बाहिर निस्कन सफल भए। तर बाहिरको संसार उनीहरूका लागि पूर्ण रूपमा बदलिएको थियो। मानिसहरूले फालेका सामान्य फोहोरका टुक्रा पनि पहाड जस्ता देखिन्थे। अचानक एउटा ठूलो फोहोरको झोला उनीहरूमाथि खस्न लाग्यो। उनीहरू ज्यान जोगाउन चारैतिर दौडिए। कसै गरी त्यसबाट उम्किए। तर अर्को समस्या झन् ठूलो थियो। माथिबाट एउटा स्याउ खस्यो। सामान्य मानिसका लागि त्यो सामान्य कुरा थियो, तर उनीहरूका लागि त्यो विशाल चट्टान खसे जस्तै थियो। तीनैजना डरले भागे। बुबाले डराउँदै बेपुलाई भन्नुभयो, हामीलाई तुरुन्तै पहिलेको आकारमा फर्काइदेऊ। बेपुले फेरि जादु गर्यो, तर यसपटक पनि जादु असफल भयो। उनीहरू अझै सानै रहे। सामान्य अवस्थामा घर पुग्न 10 मिनेट लाग्ने बाटो अब उनीहरूका लागि लामो र कठिन यात्रामा बदलिएको थियो। रात परिस्केको थियो। चिसो बढ्दै गयो। बाटोमा एउटा पसल भेटेपछि उनीहरूले भित्र पसेर केही चिप्स खाएर पेट भरे। त्यसपछि एउटा ठूलो फलामको भाडाभित्र बसेर रात बिताए। भोलिपल्ट बिहान पसलको टेलिभिजनमा एउटा समाचार प्रसारण भइरहेको थियो। समाचारमा हिजो ढुङ्गामा परिणत भएको विशाल मूर्ति आज भत्काइने तयारी भइरहेको बताइदै थियो। यो समाचार सुनेपछि उनीहरू धन आत्तिए। यदि समयमै घर पुग्न सकेनन् भने त्यो मूर्ति सधैँका लागि नष्ट हुने थियो। बेपुले केही बेर सोच्यो। अचानक उसको दिमागमा एउटा उपाय आयो। उसले एउटा रिमोट कन्ट्रोल कार भेट्टायो। जादुको सहायताले त्यसलाई अझ शक्तिशाली बनायो। त्यसपछि दुईवटा डोरी बाँधेर त्यसलाई आफूहरूले चलाउन मिल्ने गरी तयार गर्यो। तीनैजना त्यसमा चढे र तीव्र गतिमा घरतर्फ लागे। सुरुमा यात्रा निकै राम्रो भइरहेको थियो, तर केही पर एउटा ठूलो उचाइ देखा पर्यो। यदि कार त्यसमा ठोकिएको भए उनीहरू सबै उछिटिने थिए। ठिक त्यही बेला बेपुले कुशलतापूर्वक दिशा परिवर्तन गर्यो। कार सुरक्षित रूपमा बाधा पार गर्दै अगाडि बढ्यो। तर भाग्यले फेरि साथ दिएन। यसपटक कार एउटा कुकुरको खुट्टामा ठोकियो। अचानक दुखाइ महसुस गरेपछि कुकुर रिसले भुक्न थाल्यो। उसले कारलाई मुखले समातेर चपाउन खोज्यो। त्यो देखेर कुकुरको मालिक दौडिँदै आयो। उसले कार बचाउने प्रयास गर्यो, तर त्यसै क्रममा बुबा कारबाट बाहिर खस्नुभयो। उहाँलाई चोट लाग्यो। अब उनीहरूसँग अर्को विकल्प थिएन। उनीहरू बुबालाई लिएर तुरुन्तै अस्पतालतर्फ लागे। भाग 3 मा अस्पतालको घटना, परेवाको यात्रा, शक्तिका महान देवताको पुनर्जागरण र कथाको अन्त्य आउनेछ।